अहिले चलिरहेको बर्ददेवी माई र त्रिपुरा माई बीच त्रिवेणी माई बीच चलिरहेको खेल 8 ओभरको खेलाइ नै छ। सम्पूर्ण खेलाडी साथीहरूलाई जानकारीको लागि बर्ददेवी माई र त्रिवेणी माई बीच चलिरहेको खेल अहिले यो 8 ओभरको खेलाइ नै छ। अम्पायर साथीहरू र खेलाडी साथीहरूलाई जानकारीको लागि र बर्ददेवी माईको तर्फबाट ब्याटिङ गर्दै हुनुहुन्छ पुष्कल खड्का र त्रिवेणी माईको तर्फबाट बलिङ गर्दै हुनुहुन्छ निरञ्जन खड्का। धेरै राम्रो चौका प्रहार गरेका छन् पुष्कल खड्काद्वारा बर्ददेवी माईको तर्फबाट। यो खिलाडी का नाम तो हो ना? पुष्कल खड्का र बादल खड्का ब्याटिङ गरिरहेका छन् बर्ददेवीको लागि र बलिङ गर्दै हुनुहुन्छ त्रिवेणी माईको तर्फबाट निरञ्जन खड्का। धेरै राम्रो प्रहार पुष्कल खड्काद्वारा चौकाको लागि। यस खतरी खड्का समाज पुनाको दोस्रो संस्करणको तेस्रो खेल चलिरहेको छ। मेन अम्पायरमा हुनुहुन्छ झुम्माल कोर, अम्पायरिङ गरिरहनु भएको छ र प्रमोद खड्काको सामना गर्दै पुष्कल खड्का आउट दिएका छन्। अम्पायरले पुष्कल खड्का आउट भएका छन्। विकेट लिन सफल निरञ्जन खड्का। बर्ददेवी माईले आफ्नो पहिलो विकेट गुमाएको छ। बादल खड्काको साथ दिनको लागि जर्सी नम्बर 77 रहेका छन् क्रिजमा। बर्ददेवी माई आफ्नो दोस्रो खेल खेलिरहेको छ भने त्रिवेणी माई पनि आफ्नो दोस्रो खेल खेलिरहेको छ। बलिङमा जर्सी नम्बर 32 धेरै राम्रो बलिङ, धेरै राम्रो कटिङ बल आउट। दोस्रो विकेट गएको छ बर्ददेवी माईको। धेरै राम्रो बलिङ जर्सी नम्बर 32 द्वारा ब्याटिङको लागि गएका छन् जर्सी नम्बर 1। आफ्नो 2 विकेट गुमाएको छ बर्ददेवी माईले। तेस्रो विकेट गएको छ बर्ददेवी माईको। धेरै राम्रो बलिङ, ह्याट्रिकमा हुनुहुन्छ बलर 32 नम्बर बलर ह्याट्रिकको लागि बलर जर्सी नम्बर 32 पारस खड्का गएका छन् ब्याटिङको लागि बर्ददेवी माईको तर्फबाट। बादल खड्काको साथ दिनको लागि जर्सी नम्बर 77 को साथ दिनको लागि पारस खड्का र मकर खड्का बर्ददेवीको लागि ब्याटिङ गर्दै हुनुहुन्छ। बर्ददेवी माई कमजोर स्थितिमा अहिले धेरै राम्रो बलिङ
वाइड दिएका छन् अम्पायरद्वारा। वर्धादेवी माई र त्रिवेणी माई बीच चलिरहेको यो तेस्रो गेम। धेरै राम्रो प्रहार, छक्का प्रहार गरेका छन् मकर खड्काले, पारस खड्काद्वारा, सरी पारस खड्काद्वारा पहिलो छक्का प्रहार गरेका छन् आफ्नो टिमको लागि। त्यसो खेल चलिरहेको छ अहिले र साथ दिइरहेका छन् मकर खड्का। बाँकी टिमले खायो हुन्छ यसमा छ यसमा वर्धादेवी माई र त्रिवेणी माई बीच धेरै राम्रो प्रहार गरेका छन् तर क्याच छोडेका छन् खेलाडी साथीले। मकर खड्काको पारस खड्का र मकर खड्का अहिले ब्याटिङ गरिरहेका छन् वर्धादेवी माईको लागि। यस खप्तडी खड्का समाज पुनाद्वारा आयोजना गरिएको दोस्रो संस्करणको तेस्रो खेलको पहिलो इनिङ चलिरहेको छ। वर्धादेवी माई ब्याटिङ गरिरहेको छ भने त्रिवेणी माई बलिङ गरिरहेको छ। गणेश खड्का जर्सी नम्बर 67 बलिङको लागि आएका छन् त्रिवेणी माईको तर्फबाट। ब्याटिङको सामना गर्दैछन् पारस खड्का। 8 ओभरको खेल खेलाइनेछ। यहाँभन्दा पछिका जोसुकै खेलहरू पनि 8 ओभरको खेलिनेछ। त्यसपछि 10 ओभरको खेल खेलाइनेछ। यो सेकेन्ड इनिङ पनि 10 ओभरको खेलाइनेछ भन्ने जानकारी प्राप्त भएको छ। गणेश खड्काको सामना गर्दै पारस खड्का। धेरै राम्रो प्रहार तर उत्तिकै राम्रो फिल्डिङ कृष्ण खड्काद्वारा आफ्नो जर्सी नम्बर 45 द्वारा आफ्नो टिमको लागि 3 रन बचाएका छन्। धेरै राम्रो फिल्डिङ। मकर खड्का स्ट्राइकमा गणेश खड्काको सामना गर्दै यस टुर्नामेन्टको तेस्रो खेल गणेश खड्काको सामना गर्दै मकर खड्का डट बल हुनुभएको छ। गणेश खड्काको सामना गर्दाखेरि पनि मकर खड्का धेरै राम्रो बलिङ बोल्ड भएका छन्। मकर खड्का गणेश खड्काद्वारा आफ्नो खेलको राम्रो प्रदर्शन गरेका छन्, राम्रो बलिङ गरेका छन्, बोल्ड गर्न सफल भएका छन्। पारस खड्काको साथ दिनुको लागि वर्धादेवीको तर्फबाट खकेन्द्र खड्का क्रिजमा गएका छन्। तेस्रो विकेट गुमाएको छ वर्धादेवी माईले। गणेश खड्काको सामना गर्दै खकेन्द्र खड्का धेरै राम्रो बलिङ, उत्तिकै राम्रो ब्याटिङ प्रदर्शन गरेका छन्। राम्रो फिल्डिङ। वर्धादेवी माई
त्रिवेणी माई बीच चलिरहेको यो तेस्रो खेल। बलिङमा गणेश खड्का को सामना गर्दै पारस खड्का राम्रो प्लेसमेन्ट, 1 रन लिन सफल भएका छन्। बर्तादेवी माई र त्रिवेणी माई आमन्य सामान्य छन् र गणेश खड्का बलिङ गर्दै धेरै राम्रो बलिङ डट हुनुभएको छ। ओभर समाप्त भएको छ गणेश खड्काको। यस खप्तडी खड्का समाज पुनाद्वारा आयोजना गरिएको दोस्रो संस्करणको तेस्रो खेल चलिरहेको छ र बर्तादेवी माई र त्रिवेणी माई बीच चलिरहेको यस खेलमा बर्तादेवीले ब्याटिङ गरिरहेको छ भने त्रिवेणी माईले बलिङ गरिरहेको छ र बलिङको लागि आउनुभएको छ निरञ्जन खड्का जर्सी नम्बर 1 को सामना गर्दै पारस खड्का बर्तादेवी माईका आफ्नो फिल्डिङ जमाउँदै हुनुहुन्छ। फिल्डिङ चेन्ज गराउनु भएको छ निरञ्जन खड्काद्वारा। निरञ्जन खड्काको सामना गर्दै पारस खड्का गत सालको त्रिपुरा माईलाई ट्रफी जिताउन सफल हुनुभएको थियो पारस खड्का र अहिले बर्तादेवी माईको तर्फबाट खेल्दै हुनुहुन्छ। धेरै राम्रो उच्च प्रदर्शन गर्नुभएको थियो गत वर्षको खेलमा। धेरै राम्रो बलिङ निरञ्जन खड्काद्वारा र आफ्नो टिमको लागि 2 रन बचाएका छन् खेलाडी साथीहरूले। हातले नगरी खुट्टाले रोकेर पनि आफ्नो टिमको लागि 2 रन जमाएका छन् जर्सी नम्बर 45 ले। निरञ्जन खड्काको सामना गर्दै पारस खड्का धेरै राम्रो बलिङ धेरै चतुराईद्वारा बलिङ गर्दै ब्याट्सम्यानलाई चौकाएका छन् निरञ्जन खड्काद्वारा। पारस खड्का निरञ्जन खड्काको सामना गर्दै धेरै राम्रो प्रहार, धेरै पछाडि गएको छ जङ्गलमा बल, छक्का प्रहार गरेका छन् पारस खड्काले र यो बर्तादेवी माई र त्रिपुरा माई बीच चलिरहेको त्रिवेणी माई बीच चलिरहेको दोस्रो संस्करणको तेस्रो गेमको पहिलो इनिङ। धेरै राम्रो बलिङ तर विकेट किपरद्वारा मिसफिल्ड हुनुभएको छ, चौका गएको छ। बलिङमा निरञ्जन खड्का को सामना गर्दै पारस खड्का राम्रो प्रहार गर्नुभएको छ तर पनि फिल्डरद्वारा राम्रो फिल्डिङ जर्सी नम्बर 5 द्वारा 1 रन दिनु मात्र सफल भएका छन्। खगेन्द्र खड्का सामना गर्दै निरञ्जन खड्काको बलको डट बल हुनुभएको छ। ओभर पनि सकिएको छ। बलिङका लागि आएका छन् जर्सी नम्बर 5 त्रिवेणी माईको तर्फबाट। बर्तादेवी माई र त्रिवेणी माई बीच चलिरहेको यो तेस्रो खेल। बलिङको लागि गएका छन् जर्सी नम्बर 5, सामना गर्दैछन् पारस खड्का। धेरै राम्रो प्रहार, छक्का हान्न सफल हुनुभएको छ पारस खड्का।
खप्तडी खड्का पुना कमिटीद्वारा आयोजना गरिएको दोस्रो संस्करणको तेस्रो खेलको पहिलो इनिङ चलिरहेको छ। बर्तादेवी माई र त्रिवेणी माई बीच ब्याटिङमा हुनुहुन्छ पारस खड्का र खकेन्द्र खड्का। आफ्नो 3 विकेट गुमाइसकेको छ बर्तादेवी माईले। वाइड टोल्नु गएको छ बल जर्सी नम्बर 5 बलरद्वारा। यस संस्करणको तेस्रो खेल चलिरहेको छ बर्तादेवी माई र त्रिवेणी माई बीच। बलिङ गर्दै जर्सी नम्बर 5 फेरि पनि वाइट हालेका छन्। बलरले आफ्नो लाइन आउट लेन्थ सुधार्नु पर्नेछ, किन भन्दा सामान्य छन् पारस खड्का जो गत वर्षको च्याम्पियन टिमका क्याप्टन हुन्। जर्सी नम्बर 5 आफ्नो स्पेलको बल लिएर धेरै राम्रो वाइड दिन सफल भएका छन्। गेटतर्फ उभिरहनुभएका दिदीबहिनीहरू एउटा मञ्चतिर आइदिनु हुन अनुरोध गर्दछौँ। यहाँ मञ्चबाट पनि चारी छ, मञ्चतिर आइदिनु हुन अनुरोध गर्दछौँ। गेटमा उभिरहनुभएका लेडिज दिदीबहिनीहरू यता मञ्चतिर आइदिनु हुन अनुरोध गरिन्छ। यता पनि छारी छ। पारस खड्का ब्याटिङमा बलिङ गर्दै हुनुहुन्छ जर्सी नम्बर 5। धेरै राम्रो प्रहार छक्का हान्न सफल हुनुभएको छ। 3 छक्का एकैतर्फ हानेका छन् पारस खड्काले। कन्टिन्यू। बल उपलब्ध गराइदिनु हुन बल मिलिसकेको छ। जर्सी नम्बर 5 को लामो ओभर भएको छ यो। पारस खड्काको सामना गर्दै फेरि पनि वाइड फाल्न सफल हुनुभएको छ बलर। बल कलेक्ट गरिदिनु हुन खेलाडी साथीहरूलाई अनुरोध गर्दछौँ। जर्सी नम्बर 5 आफ्नो बल लिएर जानुहुन्छ, सामना गर्दै हुनुहुन्छ पारस खड्का। धेरै चतुराई भरि गेम, राम्रो फिल्डिङ, डट बल हुनुभएको छ, रन दिनु भएन। त्रिवेणीमा एकको तर्फबाट बलिङका लागि आएका छन् जर्सी नम्बर 45। सामना गर्दै पारस खड्का आउट लिन सफल भएका छन्। कृष्ण खड्का खुसी हुनुहुन्छ आफ्नो पहिलो स्पेलको, पहिलो ओभरको पहिलो स्पेलको पहिलो गेममा सेट ब्याट्सम्यान पारस खड्कालाई आउट गर्न सफल भएका छन्। अघिल्लो गेममा क्याच छोडेको असुल गरेको छ कृष्ण खड्काले। बर्तादेवी माई र त्रिवेणी माई बीच चलिरहेको यो तेस्रो खेल।
बल हाल्न सफल भएका छन् कृष्ण खड्का। धेरै राम्रो प्रहार जर्सी नम्बर 16 द्वारा, उत्तिकै राम्रो फिल्डिङ। आफ्नो टिमको लागि 3 रन बचाएका छन्। चार विकेट गुमाएको छ बर्खादेवी माईले। 5 विकेटको क्षतिमा। कति भयो स्कोर? कति भयो? रन 53 रन बनाउन सफल भएको छ बर्खादेवी माई। 5 ओभरको खेल चलिरहेको छ। ओभर हाल्नको लागि अर्जुन खड्का आएका छन् त्रिवेणी माईको तर्फबाट। शेरबहादुर खड्काज्यूको हाम्रो खेल मैदानमा आगमन भएको छ। उहाँलाई तालीले स्वागत गरिदिनु, हार्दिक अनुरोध गर्दछौँ। ढिलै भए पनि उपस्थित हुनुभएकोमा यहीमा खुसी छौँ। युवराज खड्का थियो क्या नयाँ भन युवराज अरे बोला आज रातभरि बोल्नु दिनभरि बोल्नु भनेको जिमा छ युवराज खड्का। बर्खादेवी माईको तर्फबाट ब्याटिङको लागि युवराज खड्का। निरञ्जन खड्काको बलिङको सामना गर्दै धेरै राम्रो बलिङ चौकाएका छन् ब्याट्सम्यान युवराज खड्कालाई। बलिङमा निरञ्जन खड्का सामना गर्दै युवराज खड्का। डट वाइड दिएका छन् निरञ्जन खड्काले। अर्जुन खड्का अर्जुन खड्काको सामना गर्दै युवराज खड्का। ढिलो भयो भने पछि दिनुभयो हजुर। बर्खादेवी माई र त्रिवेणी माई बीच चलिरहेको धेरै राम्रो प्रहार गर्न सफल। चौका हानेका छन् युवराज खड्काद्वारा निरञ्जन खड्काको बलमा। बर्खादेवी माई र त्रिवेणी माई बीच चलिरहेको यो दोस्रो सशर्टको तेस्रो खेलको पहिलो इनिङ चलिरहेको छ। बर्खादेवी माई र त्रिवेणी माई बीच ब्याटिङमा हुनुहुन्छ बर्खादेवी माईका युवराज खड्का। राम्रो छ, चौका जनालाई सफल भएको छ। साहेब सिक्कल दिल पिराती पिराती आज भोलि मन पोल्छ भात भाती। उनकी राजा आटे को चाहिन्छ
गणेश खड्काद्वारा राम्रो बलिङ भइरहेछ राम्रो शट प्रहार गौतमद्वारा सिक्स जान सफल राम्रो शट चौका चौका जान सफल भएको छ आठौं ओभर चालू 75 रन 6 विकेट राम्रो बलिङ 1 रन लिनु सफल अर्जुन खड्काको हातमा बल गौतम खड्काको हातमा बैट Nisita, asno nisita, sutu kai motu gasno nisita. Runu nisita, asno nisita, sutu kai motu gasno nisita. Sauli bazar ma, Sauli
त्रिवेणी माई र बर्दादेवी माई बीच चलिरहेको खेल चलिरहेको छ। ब्याटिङमा छन् युवराज खड्का र गौतम खड्का, बलिङमा निरञ्जन खड्का। मैले गर्नु पर्यो, डिस्कनेक्ट गर्नु पर्यो। मैले गरौँ यहीँबाट चट्ट गानेर आएको होइन, सोलो एक लगाएको। बर्दादेवी माई 9 ओभरको प्रगतिमा 84 रन बनाउन सफल भएको छ 6 विकेटको क्षतिमा। निरञ्जन खड्का बलिङमा त्यस्तै जोरदार प्रहार छक्काको लागि छक्का गएको छ गौतम खड्काद्वारा आफ्नो टिमको स्कोर अगाडि बढाउँदै। 91 for 6 धेरै राम्रो प्रहार गौतम खड्काद्वारा बाउन्ड्री लाइनमा फिल्डिङ भएको छ। तब तक 1 रन लिन सफल। ओभर समाप्त भएको छ। त्रिवेणी माईको तर्फबाट अन्तिम ओभर बर्दादेवीको लागि। अन्तिम ओभर त्रिवेणीको तर्फबाट बलिङको लागि जर्सी नम्बर 11 को सामना गर्दै गौतम खड्का। बर्दादेवी माई को तर्फबाट आफ्नो स्कोरलाई अगाडि बढाउँदै 91 रन बनाउन सफल भएका छन् बर्दादेवी माईका खेलाडी साथीहरू। धेरै राम्रो बलिङ जर्सी नम्बर 11 द्वारा। दोस्रो बल पनि डट भएको छ जर्सी नम्बर 11 द्वारा। यस टुर्नामेन्टको तेस्रो खेलको पहिलो इनिङ बर्दादेवी माई 91 रन 6 विकेटको क्षतिमा अन्तिम ओभर चलिरहेको छ। जर्सी नम्बर 11 त्रिवेणीका खेलाडी बलर धेरै वाइड आउट गएको छ। त्रिवेणी माईका बलरद्वारा सामना गर्दैछन्। गौतम खड्का डट बल हुनु गएको छ। डट बल फाल्न सफल जर्सी नम्बर 11 त्रिवेणी माईका बलर। अन्तिम ओभर हो बर्दादेवी माईको तर्फबाट अन्तिम ओभरको सामना गर्दै युवराज खड्का। धेरै राम्रो शट तर क्याच छुट्न सफल भएको छ। 1 रन तुल्याउन सफल बर्दादेवी माईका ब्याट्सम्यान
युवराज खड्का आफ्नो अन्तिम ओभर लिएर जर्सी नम्बर 11 त्रिवेणी माईका बलर धेरै राम्रो कट मारेका छन् र फिल्डरद्वारा रोक्न सक्नु भएन चौका प्रहार गरेका छन् घण्ट खड्काद्वारा खेलको समाप्त भएको छ बर्दादेवी माईका खेलाडी साथीहरूले 99 रन बनाएर त्रिवेणी माईलाई 100 रनको टार्गेट दिएको छ बर्दादेवी माईका खेलाडी साथीहरूले मलाई देखेर त्यो डिस्काउन्ट नगर त्यसै डिस्काउन्ट गर्नु अरे Shop styling products at best prices on Meesho. Download now. त्रिवेणी माई बर्दादेवी माईका खेलाडी साथीहरू फिल्डिङको लागि मैदानमा गइसक्नु भएको छ बन्द गर्नु डिस्काउन्ट नगर्नु के बन्द गर्नु डिस्काउन्ट फिरेर चल गोविंद ही पाइला मिला देउडा खेलौं घुंगरू बजाई छमकी छमा छम चल गोविंद ही पाइला मिला देउडा खेलौं घुंगरू बजा छमकी छमा छम छमा छम ए छमा छम छमा छम ए छमा छम छोटो माया तिरतीलाई दे खेतबारी गेटको नजिकै खडा रहनुभएका सम्पूर्ण दिदीबहिनीहरूले यो स्टेजतर्फ आइदिनु हुन अनुरोध गर्दछौँ गेटमा उभिरहनुभएका दिदीबहिनीहरू स्टेजतिर आइदिनु हुन अनुरोध गरिन्छ अर्को ब्याट्सम्यानको हो अर्कोवाला नाइ एक गणेश आयुष नाइ 100 को टार्गेट यस प्रतियोगिताको तेस्रो खेलको दोस्रो इनिङ चलिरहेको छ ब्याटिङमा
त्रिवेणी माई र बलिङमा बर्तादेवी माई। त्रिवेणी माईको तर्फबाट ब्याटिङका लागि जानुभएको छ गणेश खड्का र आयुष खड्का। पहिलो बलको सामना गर्नुको लागि आयुष खड्का स्ट्राइकमा हुनुहुन्छ र बलिङको लागि पारस खड्का बर्तादेवी माईका पारस खड्का आफ्नो पहिलो ओभरको पहिलो गेम लिएर जाँदै हुनुहुन्छ। सामना गर्दै आयुष खड्का। पटुकी बारी पौडी दनादन चोखो माया पिरतीलाई देखेत बारी बाजै छैरू। पहिलो ओभरको पहिलो गेम सामना गर्दै आयुष खड्का धेरै राम्रो बलिङ एक रन लिन सफल भएका छन् आयुष खड्का। स्ट्राइकमा गएका छन् गणेश खड्का पारस खड्काको सामना गर्दै। गेटमा जम्मा हुनुभएकी दिदीबहिनीहरू यता स्टेजतिर आइदिनु हुन अनुरोध गरिन्छ। स्टेजमा बस्नुको लागि व्यवस्था छ, कुर्सी छ, छहारी पनि छ। बर्तादेवी माई र त्रिपुरा माई बीच चलिरहेको तेस्रो खेलको दोस्रो इनिङ। पारस खड्का बलिङमा सामना गर्दैछन् आयुष खड्का। धेरै राम्रो बलिङ डट बल। उस्तै पछाडि विकेट किपर जर्सी नम्बर 1 पुष्कल खड्का। बर्तादेवी माई र त्रिवेणी माई बीच यो चलिरहेको खेल। पारस खड्का आफ्नो स्पेलको तेस्रो गेम लिएर सामना गर्दै आयुष खड्का धेरै माथि गएको छ बल, तर फिल्डरभन्दा धेरै टाढा चौका हान्न सफल भएको छन् गणेश खड्का। पहिलो ओभर पारस खड्काद्वारा। दोस्रो इनिङको पहिलो ओभर चलिरहेको छ। ब्याटिङ गर्दै हुनुहुन्छ आयुष खड्का र गणेश खड्का। बलिङमा पारस खड्का आफ्नो स्पेलको पहिलो ओभर लिएर जानु हुनुहुन्छ। धेरै राम्रो बलिङ। आउटको अपिल गरेका छन् बलर पारस खड्काद्वारा। पछाडिबाट पुष्कल खड्काले पनि अपिल गरेका छन्, तर अम्पायरको डिसिजन आउनु बाँकी। अपिल त गरेका थिए किपरद्वारा र बलरद्वारा। नट आउट दिएका छन् र पारस खड्काको सामना गर्दै आयुष खड्का। धेरै राम्रो बलिङ। मैदानमा रहनुभएका दिदीबहिनीहरू यता स्टेजमा आएर बसिदिनु हुन अनुरोध गरिन्छ। स्टेजमा पनि छहारी छ, बस्नुको व्यवस्था छ, कुर्सीको व्यवस्था छ। सम्पूर्ण दिदीबहिनीहरूले स्टेजतिर आइदिनु हुन अनुरोध गरिन्छ। ओभर समाप्त भएको छ। दोस्रो ओभर लिएर बर्तादेवी माईको तर्फबाट पुष्कल खड्का आफ्नो पहिलो ओभरको आफ्नो खेलको हातबाट बल खसेको छ बलरद्वारा। सामना गर्दै गणेश खड्का पुष्कल खड्काको सामना गर्दै त्रिवेणी माईको इनिङको दोस्रो ओभर। धेरै राम्रो बलिङ। बर्तादेवी माई र त्रिवेणी माई बीच चलिरहेको यो तेस्रो खेल। धेरै राम्रो बलिङ प्रदर्शन पुष्कल खड्काद्वारा। त्रिवेणी माईको तर्फबाट दोस्रो ओभर चलिरहेको छ र सामना गरिरहेको छ बर्तादेवी माई।
पुष्कर खड्काको सामना गर्दै गणेश खड्का यो पनि डट बल हाल्न सफल भएका छन् पुष्कर खड्का। दोस्रो इनिङको दोस्रो ओभर प्रगतिमा धेरै राम्रो ब्याटिङ त्यत्तिकै राम्रो फिल्डिङ खेलाडी साथीद्वारा आफ्नो टिमको लागि रन बचाएका छन्। बद्रदेवीले 100 रनको लक्ष्य दिएको छ त्रिवेणीलाई। धेरै राम्रो ब्याटिङ र पछाडि फिल्डर छन् तर फिल्डिङ मिसफिल्ड हुँदा पनि 2 रन लिन सफल गणेश खड्का त्रिवेणी माईका। मन डुलाउन कि फुल फुलाउन कि फुल फुलाउन कि बाँझो काटी खेत बनाउन फुल फुलाउन कि धेरै राम्रो बलिङ पौडी एक रन लिन सफल भएका छन् त्रिवेणी माईका खेलाडी साथीहरू। ओभर समाप्त भएको छ। बद्रदेवी माईको तर्फबाट गौतम खड्का तेस्रो ओभर लिएर आएका छन् र धेरै राम्रो ब्याटिङ र चौका बचाउन सफल हुनु भएन खेलाडी साथीहरू। फुटबल खेलाडीहरू सायद खुट्टाले बचाउन खोजेका थिए तर पनि रोक्न सक्नु भएन। तेस्रो ओभर चलिरहेको छ। बद्रदेवी माईको तर्फबाट गौतम खड्का धेरै राम्रो फुल टच बल धेरै राम्रो शट हानेका छन् चौकाको लागि गणेश खड्काद्वारा। Say hello to I'll Take Care app, your one-stop solution for insurance. यस इनिङको दोस्रो इनिङको तेस्रो ओभर धेरै राम्रो प्रहार गणेश खड्काद्वारा छक्का हान्न सफल भएका छन् बद्रदेवी त्रिवेणी माईका खेलाडी। गौतम खड्का बलिङमा सामना गर्दैछन् गणेश खड्का। तेस्रो ओभर चलिरहेको छ। गौतम खड्काको सामना गर्दै गणेश खड्का डट बल हाल्न सफल भएका छन्। Naturally sourced from the Himalayas. Himalayan peace in a bottle. धेरै राम्रो फिल्डिङ खेलाडी साथद्वारा 1 रन दिन सक्ने निर्भर खड्काद्वारा धेरै राम्रो फिल्डिङको प्रदर्शन। धेरै राम्रो बलिङ तर 1 रन चुकाउन सफल भएका छन् आयुष खड्का। ओभर सकिएको छ। यो बद्रदेवीको तर्फबाट युवराज खड्का जर्सी नम्बर 16 बलिङको लागि आएका छन्। सामना गर्दैछन् आयुष खड्का। चौथो ओभर चलिरहेको छ। पटुकी बाँधी पौडी दनादन हे हे चोखो माया पिरतीलाई दे खेतबारी बाँझै छैरू पटुकी बाँधी पौडी दनादन। त्रिवेणी माईका खेलाडीद्वारा
25 रन बनाएका छन्, कुनै विकेट गुमाएका छैन अहिलेसम्म। चौथो 5औं ओभर प्रगतिमा छ। सामना गर्दै आयुष खड्का, युवराज खड्का छन् बलिङमा। आफ्नो पहिलो ओभरको पहिलो गेम लिएर जाने हुनुहुन्छ युवराज खड्का। सामना गर्दै त्रिवेणीका आयुष खड्का। र पहिलो बल वाइड हुनुभएको छ, अम्पायरद्वारा वाइडको इसारा। धेरै राम्रो प्रहार, तर फिल्डरद्वारा फिल्डिङ गरेर 1 रन दिन सफल भएका छन् आयुष खड्कालाई। ट्यागमा गएका छन् गणेश खड्का। बलिङमा युवराज, धेरै राम्रो सट, क्याच पनि हुनसक्छ, तर क्याच आउट हुनुभएको छ गणेश खड्का। आफ्नो पहिलो विकेट गुमाएको छ त्रिवेणी माईले, र दोस्रो नम्बरको लागि ब्याटिङको लागि गएका छन् निरञ्जन खड्का। सरकारी नुन वाली है कि नंबरी सुन वाली हीरो घुंघरू बजा चमकी छमाछम काले जवानी हो काले जवानी घास काटे घोसई हो काले जवानी पिराता वाली हो पिराता वाली नंबरी सुन वाली हो भैया हो हीरो घुंघरू बजा त्रिवेणी माईको तर्फबाट ब्याटिङको लागि गएका छन् कृष्ण खड्का। बलिङमा छन् युवराज खड्का। धेरै राम्रो बलिङ, कोही रन दिन कोही पनि रन दिएका छैनन्। धेरै राम्रो सट, तर फिल्डरद्वारा फिल्डिङ भएर 1 रन मात्र दिन सफल भएका छन् युवराज खड्का। ओभरथ्रो भएको छ। त्रिवेणी माई र बर्तादेवी माई बीच चलिरहेको तेस्रो खेलको दोस्रो इनिङ आयुष खड्काद्वारा धेरै राम्रो प्रयास, तैपनि बल र बटको सम्पर्क भएनन् र ओभर सकिएको छ। गत खड्काले ओभर खत्म भएको छ। युवराज खड्काले आफ्नो ओभर सकाएका छन्। धेरै राम्रो बलिङ, डट बल हाल्न सफल भएका छन् बादल खड्का। बर्तादेवी माईका जर्सी नम्बर 7। पाँचौं ओभर चलिरहेको छ। बादल खड्काको सामना गर्दै कृष्ण खड्का। धेरै राम्रो बलिङ बादल खड्काद्वारा 1 रन चलाउन सफल कृष्ण खड्का। यस टुर्नामेन्टको तेस्रो खेलको दोस्रो इनिङ पहिलो ब्याटिङ गरेर धेरै राम्रो सट ग्यापमा हान्नु भएको छ चौकाको लागि आयुष खड्काद्वारा। आफ्नो खेलको प्रदर्शन गर्दै आयुष खड्का ग्यापमा चौका हानेर आफ्नो टिमको लागि 4 रन जोडेका छन्।
बादल खड्का बलिङमा धेरै राम्रो सट ग्यापमा गएको छ फिल्डर रोक्न सक्छ कि सक्दैन तर खुट्टाले रोक्दा बल चौका गएको छ प्रयास गरेका थिए तर सफल हुनु भएन खेलाडी साथी फेरि पनि चौका गएको छ आयुष खड्काद्वारा स्याउली बजारमा मलाई देखेर बर्गादेवीका बलर बादल खड्का धेरै राम्रो बलिङ फेरि पनि ऐनाले पनि गर्दो दाहा स्याउली बजारमा हनतन भो तिमीलाई देखेर खापर जगन्नाथ र त्रिपुरामाई यसपछिको खेल त्रिपुरामाई र खापर जगन्नाथ बीच हुनेछ खापर जगन्नाथका टिम क्याप्टेन र त्रिपुरामाईका टिम क्याप्टेन स्टेजमा आएर टस गरिदिनु हुन अनुरोध गरिन्छ ओभर सकेर बलिङको लागि आएका छन् गौतम खड्का दुर्भाग्य स्टम्प गर्नबाट बचेका छन् कृष्ण खड्का त्रिपुरामाईका टिम क्याप्टेन समीर खड्कालाई स्टेजमा आएर टस गरिदिनु हुन अनुरोध गरिन्छ र खापर जगन्नाथका क्याप्टेन दिवस खड्कालाई टस गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ यसपछिको खेल धेरै राम्रो बलिङ गौतम खड्काद्वारा ब्याट बल हाल्न सफल भएका छन् त्रिपुरामाई डिजाइन सिंपल और क्लासी है बर्गादेवी माई बीच चल रही है सिर्फ 90 रुपीज आपको चाहिए तो कमेंट फॉर लिंक खापर जगन्नाथ र त्रिपुरामाई बीच टस हुँदा त्रिपुरामाईले टस जितेर ब्याटिङ रोजेको छ भने खापर जगन्नाथलाई बलिङको नियुक्त दिएको छ रनआउट हुन सफल गराउनु भएको छ गौतम खड्काद्वारा आयुष खड्कालाई दोस्रो विकेट गुमाएको छ त्रिपुरामाईले र ब्याटिङको लागि जानुभएको छ कृष्ण खड्काको साथ दिनुको लागि निवेन्द्र खड्का खेलाडीहरूलाई साथीहरूलाई छिटोभन्दा छिटो खेल सुचारू गरिदिनु हुन अनुरोध गरिन्छ किन भन्दा हामीसँग टाइमको अभाव छ त्यसैले छिटोभन्दा छिटो खेल सुरु गरिदिनु हुन अनुरोध गरिन्छ बर्गादेवीको तर्फबाट
बलिङको लागि युवराज खड्का आएका छन्। कृष्ण खड्का आफै स्टम्पिङ हुने गएको छ आफ्नो ब्याटद्वारा र विकेट गएको छ थापर जगन्नाथको। ब्याटिङको लागि गएका छन् मृदुल खड्का। नयाँ ब्याट्सम्यान मृदुल खड्का स्ट्राइकमा गएका छन् भने बलिङमा छन् युवराज खड्का। धेरै राम्रो बलिङ डट बल हुनु पुगेको छ। That's weird. A dog mixed with a cow. Looks like it can neither bark nor give milk. That's like when an investment outlays. Good protection, no great returns. Some things just work better without mixing. Acco Life Term Plan, 100% pure life insurance. Get right to the right conversations with Sales Navigator. यो पिठोर खत्तडी खड्का समाजद्वारा आयोजित पुरुष क्रिकेट प्रतियोगिताको तेस्रो खेल यतिखेर ब्याक टु ब्याक चौका प्रहार गरिसकेका छन् निराजन खड्काले। यस्तो ब्याटिङ गर्नुपर्ने हुन्छ आफ्नो टिमलाई जिताउनको निम्ति। आज सहायक बेस्ट ब्याट्सम्यानको अवार्ड पनि लिन सक्छन् निराजन अत्यन्तै फर्ममा। युवराज खड्काको बलको सामना गर्दै तर सिधा पुष्कल खड्काले क्याच पक्रेका छन्। यो क्याच होइन म्याच पनि हुन सक्छ। नीला देउडा खेलौं घुंगरू बजाई छम्की छमाछम। चल गोविन्दी पाइला मिला देउडा खेलौं घुंगरू बजा छम्की छमाछम। छमाछम ए छमाछम छमाछम ए छमाछम। छोटो माया फिरतीलाई दे खेतबारी माझै छ हिरो पटुकी बाँधी फौडी दनादन।
अब मैदानमा आइसकेका छन् जर्सी नम्बर 000 अर्जुन खड्का। अब हेर्दै जाउँ उहाँको बल्लेबाज कस्तो हुनेछ। अबको केही समयमा उहाँको ब्याटिङ पनि हामी देख्नेछौँ। खप्तडी खड्का समाजद्वारा आयोजित पुरुष क्रिकेट प्रतियोगिताको दोस्रो सिजनको तेस्रो खेल यतिखेर वर्षा देवी माई भर्सेस वर्षा देवी भर्सेस थापर जगन्नाथ। युवराज खड्का दाजुभाइ यतिखेर दुईटै हाम्रा अछाम चरपाटी गाउँपालिका 6 का दिल्लीका दुईटै दाजुभाइ यतिखेर युवराज बलिङ गर्दैछन् भने ब्याटिङमा अर्जुन खड्का। अत्यन्तै रोमाञ्चक खेल हुनेछ। जसले आज सबैभन्दा राम्रो उत्कृष्ट बलिङ र ब्याटिङ गर्दैछ त्यसले नै आजको कपको उपाधि जित्नेछ भन्ने पनि हामीले आकलन गरेका छौँ। अत्यन्तै राम्रो सट प्रहार गरेका छन् सिधा सीमारेखाको बाहिर 4 रनको लागि। यस्तै ब्याटिङ गर्नुपर्ने हुन्छ अर्जुन खड्काले आफ्नो टिमलाई जित हासिल गर्नको लागि। सात ओभरको समाप्तिसँगै 59 4 विकेटको क्षतिमा यतिखेर बलिङको लागि आइसकेका छन् पारेश खड्का। उहाँ यो ग्राउन्डमा धेरै म्याच खेलिसकेका छन्। यस्तै जसले आज ब्याटिङ र बलिङ राम्रो गर्छ त्यसले नै आफ्नो पक्षमा जित हासिल गर्नेछ भन्ने पनि हामीले आशा गरेका छौँ। सबैभन्दा अलराउन्डर खेलाडी जर्सी नम्बर 17 पारस खड्काको बलको सामना गर्दै यतिखेर अत्यन्तै राम्रो अफसाइडको तरफ बल धकेलेका छन्। त्यहाँ फिल्डर जर्सी नम्बर 2 1 रन लिन सफल। यो सँगै स्कोर अगाडि बढ्दै स्कोर रहेको छ 60 रन। 18-17 बलमा 40 रनको आवश्यकता। धुवाँदार ब्याटिङ गर्नुपर्ने हुन्छ अर्जुन खड्काले यतिखेर, तब मात्र आफ्नो पक्षमा जित हासिल गर्नेछन्, नत्र भने लगातार 2 हार हुनेछ। वर्षा देवी लगातार 2 म्याच जित्नेछ। अब हेर्दै जाउँ पारस खड्काको बलको सामना गर्दै अर्जुन खड्का। उहाँले बललाई प्रहार गरे तर 1 रन लिन सफल। यो सँगै स्कोर अगाडि बढ्दै स्कोर रहेको छ 62 4 विकेट 7.2 बलको समाप्तिसँगै। खप्तडी खड्का समाजद्वारा आयोजित पुरुष क्रिकेट प्रतियोगिताको सिजन दोस्रो र तेस्रो खेल यतिखेर आजको यस प्रतियोगितामा सहयोग गर्ने सहयोगीदाताहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै उहाँले धेरै धेरै धन्यवाद। यसै गरी क्लिन बोर्ड गरेका छन् यतिखेर पारस खड्काले। मैदानमा आइसकेका छन् नयाँ ब्याट्सम्यानको रूपमा। यतिखेर वर्षा देवी माई एकदमै फर्ममा, उहाँको लगातार 2टा जितको नजिक पुगिसकेका छन्। उहाँ सायद हामीले बिहानै अनाउन्स गरिसकेका थियौँ आजको कपको दावेदारको रूपमा पनि चिनिन्छ वर्षा देवी। अभिषेक खड्का यतिखेर जर्सी नम्बर 7 बलिङ गर्दै पारस खड्का। उहाँ अत्यन्तै राम्रो बलरको रूपमा चिनिन्छन्, अत्यन्तै राम्रो सट प्रहार गरेका छन्। त्यहाँ फिल्डर निर्प खड्का, उहाँ भित्रै मैदानमा देउडा पनि खेल्नुहुन्छ कहिलेकाहीँ। लेफ्टबाट अब के हुन्छ हेर्दै जाउँ, तर डट बल यस्तै बलिङ गर्नुपर्ने हुन्छ। राम्री
17 नम्बर जर्सी पारस खड्का। अब हेर्दैछ पारस खड्काको बलको सामना गर्दै अर्जुन खड्का अत्यन्तै राम्रो सट सिधा आकाशमा उडाएका छन्। किपरले क्याच गरेका छन् पुष्कल खड्का। उहाँले हलचल नगरेर सिधै उहाँको हातमा यो बल गएको छ। लगभग बर्तादेवी माईको जितको नजिक 12 बलमा 38 रनको आवश्यकता। धुवादार ब्याटिङ गर्नुपर्ने हुन्छ तर हामीले मैदानमा त्यस्ता ब्याट्सम्यान देखेका छैनौँ। दुईटै दाजुभाइ यतिखेर क्रिजमा। पुष्कल खड्का कप्तान बर्तादेवी माईका डट बल। पुष्कल खड्का सबैभन्दा ओजनदार हेभी। उहाँ त्यहाँभन्दा पनि राम्रो बोलिङ गर्नुहुन्छ। जर्सी नम्बर 1 तर एक हुकमको एक्कास तर किपर पारस खड्का ले थ्रो रूपमा 1 रन। यतिखेर मैदानमा दुईटै दाजुभाइ अब हेर्दै जाउँ। बोलिङ त अत्यन्तै राम्रो गरेका थिए उहाँ सुझ्न पर्ने र पुष्कल खड्का यतिखेर पुष्कल खड्काको बलको सामना गर्दै अभिषेक खड्का तर के गर्ने यो मैदान होम ग्राउन्ड पनि हो पुष्कल खड्काको। हामीले धेरै पटक यो ठाउँमा टुर्नामेन्ट गरेका थियौँ टुर्नामेन्ट खेलेका थियौँ तर उहाँले पद नजिके पनि यो पटक जितको नजिक छन्। उहाँ सबैभन्दा दावेदार रूपमा पनि प्रस्तुत भएका छन्। जर्सी नम्बर 1 पुष्कल खड्का बलको सामना गर्दा अभिषेक तर कट गरेका छन्। चाहिँ लिन सकेका छैन। यसपछिको खेल दुईटै त्रिपुरा माई भर्सेस खापर जगन्नाथ। दुईटै टिमका टिम क्याप्टेन र खेलाडीहरूले तयारी अवस्थामा बसिदिनको लागि पनि आयोजक कमिटी हार्दिक अनुरोध गर्दछ। दुईटै टिम कोच त्रिपुरा माईले जितेर ब्याटिङ लिएको छ भने खापर जगन्नाथका खेलाडी मित्रहरूले कम तयार अवस्थामा फिल्डिङ गरिदिनको लागि पनि हार्दिक अनुरोध गर्दछौँ। आउट भइसकेका छन् अभिषेक खड्का नयाँ ब्याट्सम्यानको रूपमा। पुष्कल खड्का यतिखेर फर्ममा माता बम्मै गइजाने सँगै लैजाने अत्यन्तै राम्रो बलिङ गर्दै पुष्कल खड्का उहाँले ब्याक टु ब्याक डट बल गराउँदै ओभरको समाप्तिसँगै अब अन्तिम ओभर रहेको छ। बलिङको लागि आइसकेका छन् नयाँ बलर जर्सी नम्बर उहाँ पनि लुङ्ग्राकै प्लेयर हुन् अभिषेक अविनाश कृष्णा खड्का को बल को सामने अविनाश खड्का तर अत्यन्तै राम्रो शट प्रहार गरेका छन् सिधै पुष्कल खड्का को हातमा तर उहाँ अहिले उहाँको नजिक बल जाँदा 1 रन लिन सफल। यसपछिको अम्पायरिङको भूमिका निर्वाह गरिदिनको लागि बस्नेत ओड र दिलीप कोरलाई पनि तयारी अवस्थामा बसिदिनको लागि हार्दिक अनुरोध गर्दछौं। त्रिपुरा माई र खापर जगन्नाथ यतिखेर लगभग बर्तादेवी माईले यो म्याच जितिसक्नेको छ, धेरै सम्भावना छ। जर्सी नम्बर 1 अत्यन्तै रोमाञ्चक खेल भइरहेको छ। खप्तडी खड्का समाजद्वारा आयोजित पुरुष क्रिकेट प्रतियोगिताको सिजन 2 को तेस्रो खेल यतिखेर बर्तादेवी माई र त्रिपुरा सुन्दरी माई बीच अत्यन्तै राम्रो अफसाइडको तर्फ सिधा चौका प्रहार गरेका छन्। यतिखेर
जर्सी नम्बर 1 का खेलाडीले अत्यन्तै राम्रो यस्तै ब्याटिङ गर्नुपर्ने हुन्छ, तर यो भन्दा पनि धुवाँदार ब्याटिङ गर्नुपर्ने हुन्छ। चौकाले होइन छक्काद्वारा आफ्नो पक्षमा जित हासिल गर्नको लागि। जर्सी नम्बर 1 बोलिङ गर्दै अम्पायरद्वारा वाइडका करार। यसैगरी मेन अम्पायरको भूमिका निर्वाह गर्दै हुनुहुन्छ खम्म ठकुल्ला, त्यसैगरी सहायक अम्पायरको भूमिका निर्वाह गर्दै हुनुहुन्छ इन्द्र राउत। दुईटै अनुभवी अम्पायरको रूपमा पनि चिनिन्छन्। उहाँले धेरै पटक यस्ता प्रतियोगिताहरू खेलाइसक्नु भएको छ। 1 नम्बर जर्सी नम्बर 1 लुङ्ग्रा भर्सेस गान्जरा। यतिखेर हेर्दै जाउँ, तर के गर्ने, लुङ्ग्राले जितिसकेको छ। यतिखेर बर्ता देवी माईले दोस्रो खेल जितिसकेको छ। यसपछिको अम्पायरको भूमिका निर्वाह गरिदिनको लागि बस्नेत ओड र दिलीप कौर, तपाईहरु दुईजना जहाँ हुनुहुन्छ कृपया मैदानमा प्रवेश गरिदिनको लागि पनि अनुरोध गर्दछौं। सामाजिक एकता आजको आवश्यकता, प्रवासबाट पनि खेलाडी उत्पादन गर्ने हाम्रो लक्ष्य भन्ने मूल नाराका साथ यतिखेर खप्तडी खड्काद्वारा आयोजित पुरुष क्रिकेट प्रतियोगिता भारतमा भव्य र सभ्यका साथ सम्पन्न हुन गइरहेको छ। आजको यस प्रतियोगितामा सहभागी सम्पूर्ण दर्शक महानुभावहरूलाई पनि आयोजक कमिटीको तर्फबाट धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौं। हाम्रो स्टेजको सामने तरफ खानाको पनि व्यवस्था रहेछ। जसलाई भोक लागेको हुन्छ कृपया खाना खाइदिनु होला।